आमाको मुख हेर्ने दिनमा आमालाई भेट्न जाँदा लिएर जानै पर्ने 3वटा कुराहरू आज हामी हजुरलाई बताउन गइरहेका छौँ। 2082 सालको वैशाख 14 गते आमाको मुख हेर्ने दिन परेको छ। यो दिनमा आमालाई भेट्न जाँदा लिएर जानै पर्ने 3वटा कुरामध्ये पहिलो नम्बरमा वस्त्र रहेको छ। आमालाई भेट्न जाँदा धेरै महँगो वस्त्र लिएर जान नसके पनि एउटा रुमाल मात्रै भए पनि आमाको लागि लिएर जानु। दोस्रो नम्बरमा लिएर जानै पर्ने कुरा भनेको फलफुल हो। आफ्नो सामर्थ्य अनुसार फलफुल लिएर जानु। र तेस्रो नम्बरमा लिएर जानुपर्ने कुरा भनेको मिठाई हो। र अब कतिपय मानिसहरूको मनमा होला कि मेरो त आमा हुनुहुन्न अथवा आमादेखि म टाढा बसेको छु, विदेशमा छु, आमासँग भेट्न जाने सम्भव छैन भने उहाँहरूले त्यो दिनमा बजारबाट फलफुल किनेर लिएर आउनु, मिठाई किनेर ल्याउनु र घरमा जे खाना बनाइन्छ त्यो सबैभन्दा पहिला आमालाई छुट्याउनु। आमालाई भिडियो कल गरेर दर्शन गर्नु यदि आमा हुनुहुन्छ भने, यदि आमा हुनुहुन्न भने आमाको फोटो हेर्नु र आमाको फोटो पनि छैन भने आमालाई स्मरण गरेर आमासँग आशीर्वाद लिनु र त्यो घरमा छुट्याएको खाना, फलफुल र मिठाई गाईलाई लगेर खुवाइदिनु। यति गर्नुभयो भने अवश्य पनि हजुरमाथि माता लक्ष्मीको कृपा सदैव भइ नै रहनेछ। राधे राधे।